यताउति जाँदाखेरि त्यत्तिकै पुलिसले समात्यो पुलिसले समातेर हिरासत लिएर 1.5 वर्ष जेल भोगेर आएको मान्छे हो म किनकि यो देशकै लागि बस्नु भयो 1.5 वर्ष जेल खाएको मान्छे हो म केस केही होइन म के भन्छ नेत्रचन विप्लव पार्टी छ नि अहिले नेपाल कम्युनिस्ट पार्टीको त्यो पार्टीमा म किनकि कार्यकर्ता त जोसमा पनि जान पाइयो नि आफ्नो हकको लागि लड्नुपर्छ भने केही कुरा सिकिन्छ भने जान त पाइयो नि म त्यो पार्टीमा जाँदा विप्लवको कार्यकर्ता हो तर हो म गएँ होइन त्यहाँ गइसकेपछि मैले किनभने चाहिँ मैले मेरो गाउँ समाज परिवर्तन गर्नलाई गएको थिएँ नि त मेरो त्यो गाउँको सोच परिवर्तन गर्नलाई गएको थिएँ नि त मेरा त्यहाँका जनताहरूलाई केही न केही सिकाउनुपर्छ सबक भनेर म त्यहाँ गएको थिएँ नि त तर पनि अहिलेसम्म सिकाउन सकेन समात्यो तपाईले त चन्दा के गरेर नि हैरान चन्दा सन्दा मलाई थाहा छैन यस्तो हो चन्दा सन्दा भन्ने हैरान त मलाई थाहा छैन होइन म त सिर्फ म आफ्नो गाउँ ठाउँ समाज परिवर्तन गर्छु भनेर गएको थिएँ नि त म त्यहाँ परिवर्तन हुन गर्छु भनेर गएको मान्छे बिच बाटोमा जाँदा जाँदै सानै उमेरमा है 17-18 वर्षको उमेरमा 17 वर्षको उमेरमा त खाइ खेल्ने उमेर हो नि त सँगै हुनुहुन्छ तपाईँ अहिले त म अहिले छैन म अहिले आफ्नै छु आफ्नो अभियान भन्नाले म आफ्नै तरिकाले अहिले म त्यतिकै कुनैमा छैन म त्यतिकै बसिरहेको छु अहिले होइन मैले सानै उमेरमा निक्लेपछि छाड्दिनु भयो होइन छाड्दिनको कुरै भएन त्यो छाड्ने नछाड्ने भन्ने कुरा भएन कि म अहिले आफ्नै कामले गर्दा पर्सनल कामले गर्दा नि म अहिले बाहिर छु सक्रिय हुन सकेको छैन अनि त्यही भएर मैले यो देशमा अनि म भन्छु कि अब त्यतिखेर परियो होइन परियो धेरै दुःख सुख भोगियो सानै उमेरमा अब जेल खाइयो मैले किनभने चाहिँ मैले पर्सनल आफ्नो कुनै चोरी गरेर कुनै अपराध गरेर कुनै म सानातिना कुरा गरेर गएको थिएन म त सिर्फ आफ्नो हकको लागि लड्न सक्ने र आफ्नो देश गाउँ परिवर्तन होस् भन्ने तरिकाले गएको थिएँ नि त तर पुलिसले त्यहाँ समातिसकेपछि त्यहाँ सानै उमेरमा जेल खाइयो आइयो अहिले पनि म भन्न चाहन्छु कि अहिलेसम्म पनि तर परिवर्तन हुन सकेको छैन हिजो नि उस्तै आज नि उस्तै भोलि नै उस्तै हुने हो भने न सरकारको काम छ न हामी के गर्दै हुन्थ्यो ठ्याक्कै भनिदिनुस् यो सरकार यो सरकारले कडा भन्दा कडा कानुन हुनुपर्छ कस्तो कानुन भने चाहिँ पीडितहरूले म भन्छु नि अहिले मान्छेहरू के भन्छ कि मैले पीडा पाएँ म आएँ भन्छ एक पीडित भन्छ एक दोषी बनेर आउँछ नि म भन्छु सरकारले दुईटैजनाको दोषी र को निर्दोषीको छुट्याउनु पर्यो क्या भाटा हानेर पनि छुट्याउनु पर्यो नि त किनकि दोषी र निर्दोषी त को हो भने छुट्याउन सक्दैन सरकारले छुटेर कडाभन्दा कडा कारबाही हुनु पर्यो यो देशमा म भन्छु अहिले लिपिले काला पानी के बिग्रिन्छ कहिलेसम्म हिजो नि त्यही बेच्यो भनेर लड्यो आज नि त्यही बेच्यो भने कहिलेसम्म लड्ने बालन सरकारले त संसदबाटै भने नि त बालन त त्यो चोर मोर त्यस्तै हुन्छ क्या के भन्छ नाम मेरो र्यापे काम मेरो ट्यापे भन्ने जस्तै त्यो हो त के हुन्छ बालन सरकार के त सरकार न फर्कार म त्यही भन्छु काम मेरो र्यापे नाम मेरो ट्यापे बालन र्याप गाउने मान्छेले देश बनाउँछ देश बनाउँछ र्याप गाउने मान्छेले किन नभन्नु भन्न पाउने त आम जनताको अधिकार हो नि त बालन सरकार ट्यापे हो केही गर्न सक्दिनँ हेर्दै जानु म कान चुटेर दिन्छु देश परिवर्तन होइन अब देशमा झन् हराएको बसिन्छ काट्छु परिवर्तन देशमा हेर्नु काट्दैन त्यो त भन्न पाएँ नि मैले भने नि अब भन्नु देशमा परिवर्तन आयो भनेर जनताहरूले न्याय पाएर यो रोडमा जब यो हुन्छ नि रोडबाट फेरि मान्छे कहिले आउँदैन भने काम दिन्छ भने सम्भावना छैन समाधान गर्न सक्दैन सरकार होइन अब यो देशको मान्छे भइसक्यो काम छैन कोही बनाउन सक्दैन त्यही हो के भन्छ यो भने नि कस्ता अब हुन्छ नि त कस्ता मान्छे विज्ञ मान्छेले त देश बनाउन सकेनन् भने अहिलेका 2 दिनका चोरीफोरी भन्नेले कहाँ देश बनाउँछ त कान काट्नु पर्यो नि एउटा मात्रै काट्नुहुन्छ कि दुईटै काट्नु शरीरलाई मेरो काटिदिन्छु ल शरीरलाई देशको लागि हाजिसके यति माया गर्ने मान्छे बालन सरकारले होइन के गर्छ भने सहरमा त अटोमेटिक सुविधा छ त सहरमा रङ्गिन बनाएर हुन्छ बालन सरकारले अनि सहरमा चोरीफोरी गरेर हुन्छ आफ्नो त्यो पहाडको कुना गएर चोरीफोरी गर्नु पर्यो नि त यो सहर त अटोमेटिक सुविधाले भरेको छ नि त
बालन सरकारले जबसम्म हुन्छ नि अकट विकट ठाउँमा गएर रोड त्यो अलिकति सेवा सुविधा स्वास्थ्य स्कुल फ्री हुँदैन नि तबसम्म देश परिवर्तन भएको भनिँदैन त्यसलाई परिवर्तन भन्छ